नमस्कार सम्पूर्ण साथीहरू। आज म एउटा यस्तो विषयको बारेमा कुरा गर्न चाहन्छु जुन विषय केवल किसान वा कृषि विद्यार्थीको मात्र होइन, संसारमा बाँचिरहेका हरेक मानिसको जीवनसँग जोडिएको छ। त्यो विषय हो, यदि कृषि नभएको भए के हुन्थ्यो र कृषि पढ्ने विद्यार्थीहरूको सङ्ख्या लगातार घट्दै गयो भने भविष्यमा के परिणाम आउन सक्छ। साथीहरू, हामी सबैले दिनमा कम्तीमा 2 वा 3 पटक खाना खान्छौँ। बिहानको चिया, दिउँसोको खाना, बेलुकाको खाना। फलफुल, तरकारी, दूध, मासु, अन्डा यी सबै कहाँबाट आउँछन्? यी सबैको मूल स्रोत कृषि नै हो। हामी जति नै आधुनिक बने पनि, जति नै विकसित प्रविधि प्रयोग गरे पनि अन्तिम आवश्यकता भनेको खाना नै हो। पैसा खाएर मानिस बाँच्न सक्दैन, मोबाइल खाएर बाँच्न सक्दैन, गाडी वा भवन खाएर बाँच्न सक्दैन। बाँच्नका लागि खाना चाहिन्छ र खाना उत्पादन गर्ने आधार कृषि हो। आज संसारमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको चर्चा छ। रोबोटहरू बनिरहेका छन्, ठुला ठुला उद्योगहरू सञ्चालन भइरहेका छन्, अन्तरिक्षमा अनुसन्धान भइरहेको छ। तर यति धेरै प्रगति हुँदाहुँदै पनि संसारले खाना उत्पादन गर्न खेत, किसान र कृषि प्रणालीलाई प्रतिस्थापन गर्न सकेको छैन। यसको अर्थ के हो भने कृषि आज पनि मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण आधार हो र भविष्यमा पनि रहनेछ। एकछिन कल्पना गरौँ, यदि संसारमा कृषि नै नभएको भए के हुन्थ्यो? खेतहरू बाँझो हुन्थे, धान, गहुँ, मकै, कोदो, फापर, तरकारी, फलफुल केही पनि उत्पादन हुँदैन थियो। दुध दिने गाई भैँसी, मासु उत्पादन गर्ने पशुपन्छी, खाद्यान्न उत्पादन गर्ने प्रणाली सबै समाप्त हुन्थ्यो। केही समयभित्रै खाद्यान्नको चरम अभाव सिर्जना हुन्थ्यो। भोकमरी फैलिन्थ्यो, मानिसहरू खाना खोज्दै भौतारिन्थे, समाजमा अस्थिरता बढ्थ्यो, धनी र गरिब सबैलाई खानाको समस्या पर्थ्यो। किनकि पैसा भए पनि बजारमा खाना नै उपलब्ध नहुने अवस्था आउन सक्थ्यो। इतिहास हेर्ने हो भने संसारका धेरै युद्ध, द्वन्द र सङ्कटहरूमा खाद्यान्न अभावले ठुलो भूमिका खेलेको छ। जब मानिसलाई पर्याप्त खाना मिल्दैन, तब समाजमा असन्तोष, अपराध र अस्थिरता बढ्न थाल्छ। त्यसैले कृषि केवल उत्पादनको विषय मात्र होइन, यो राष्ट्रिय सुरक्षा, सामाजिक स्थिरता र मानव अस्तित्वसँग जोडिएको विषय पनि हो। अब अर्को महत्त्वपूर्ण पक्षतर्फ छ। पछिल्लो समय कृषि पढ्ने विद्यार्थीहरूको सङ्ख्या धेरै ठाउँमा घटिरहेको देखिन्छ। धेरै युवाहरू कृषि क्षेत्रमा भन्दा अन्य क्षेत्रमा आकर्षित भइरहेका छन्। कतिपयले कृषिलाई अझै पनि पुरानो सोच, कम आम्दानी र कठिन श्रमको क्षेत्रका रूपमा हेर्ने गर्छन्। यही सोचले गर्दा कृषि शिक्षा रोज्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै जानु चिन्ताको विषय बनेको छ। यदि कृषि पढ्ने विद्यार्थीहरू कम हुँदै गयो भने भविष्यमा के होला? सबैभन्दा पहिले कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनेछ। नयाँ प्रविधि विकास गर्ने, नयाँ जातका बाली अनुसन्धान गर्ने, रोग तथा किराको समाधान खोज्ने, माटोको गुणस्तर सुधार गर्ने, जलवायु परिवर्तनका असरहरू अध्ययन गर्ने विशेषज्ञहरू कम हुनेछन्। आज कृषि विज्ञानले धेरै समस्याको समाधान खोजिरहेको छ। तर भोलि अनुसन्धान गर्ने मानिस नै नभए भने विकासको गति रोकिन सक्छ। दोस्रो, उत्पादन वृद्धि प्रभावित हुनेछ। अहिले विश्वको जनसङ्ख्या 8 अर्बभन्दा बढी पुगेको छ र आगामी वर्षहरूमा अझ बढ्ने अनुमान गरिएको छ। जनसङ्ख्या बढ्दै जाँदा खाद्यान्नको माग पनि बढ्छ। तर उत्पादन बढाउने वैज्ञानिक उपायहरू विकास गर्ने जनशक्ति कम भयो भने माग र उत्पादन बीच ठुलो अन्तर आउन सक्छ। त्यसको परिणाम खाद्यान्न अभाव, मूल्य वृद्धि र आयातमा अत्याधिक निर्भरता हुन सक्छ। नेपालको सन्दर्भमा हेर्दा हामी कृषि प्रधान देश भनेर चिनिन्छौँ। तर आज पनि धेरै खाद्यान्न, तरकारी, फलफुल तथा कृषि सामग्री विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। यदि कृषि शिक्षामा युवाहरूको आकर्षण घट्दै गयो भने देशको आत्मनिर्भरता झन कमजोर हुन सक्छ। हामीले उत्पादन गर्न सक्ने वस्तुका लागि पनि विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। अर्को गम्भीर चुनौती जलवायु परिवर्तन हो। आज अनियमित वर्षा, खडेरी, बाढी, पहिरो, नयाँ रोग र किराको प्रकोप कृषिका लागि ठुलो चुनौती बनेका छन्। यी समस्याको समाधान परम्परागत ज्ञानले मात्र सम्भव छैन। यसको लागि अनुसन्धान, विज्ञान र आधुनिक कृषि शिक्षाको आवश्यकता छ। तर कृषि अध्ययन गर्ने विद्यार्थीहरू नै कम भयो भने भविष्यका चुनौतीहरूको सामना कसरी गर्ने?
युवाहरू गाउँ छोडेर सहर र विदेश जाने क्रम बढिरहेको छ। धेरै ठाउँका खेतबारी बाँझो हुन थालेका छन्। कुनै समय हरियालीले भरिएका खेतहरू आज झारपातले ढाकिएका देखिन्छन्। यदि यही अवस्था निरन्तर रह्यो भने भविष्यमा उत्पादन घट्न सक्छ, गाउँहरूको आर्थिक गतिविधि कमजोर हुन सक्छ र खाद्य सुरक्षामा असर पर्न सक्छ। तर कृषि क्षेत्रको अर्को उज्यालो पक्ष पनि छ। आजको कृषि पहिलेको जस्तो मात्र छैन। आधुनिक कृषि प्रविधि, स्मार्ट फार्मिङ, ड्रोन सेन्सर, ग्रिन हाउस, हाइड्रोपोनिक्स, जैविक खेती, कृषि व्यवसाय, कृषि पर्यटन, खाद्य प्रशोधन उद्योग जस्ता क्षेत्रमा विशाल सम्भावना छ। कृषि पढेका युवाहरूले केवल जागिर मात्र होइन, आफ्नै उद्यम स्थापना गरेर अरूलाई रोजगार दिन सक्ने अवस्था पनि छ। संसारका विकसित देशहरूले कृषि अनुसन्धान र कृषि शिक्षामा ठूलो लगानी गरेका छन्, किनकि उनीहरूलाई थाहा छ कि खाद्य सुरक्षा बिना कुनै पनि देश दीर्घकालीन रूपमा समृद्ध हुन सक्दैन। नेपालले पनि कृषि शिक्षा, अनुसन्धान र युवाको सहभागितालाई प्राथमिकता दिन आवश्यक छ। विशेष गरी कृषि विद्यार्थीलाई म भन्न चाहन्छु, तपाईहरू केवल एउटा विषय पढिरहनु भएको छैन। तपाईहरू भविष्यको खाद्य सुरक्षा निर्माण गर्ने यात्रामा हुनुहुन्छ। तपाईहरूको अध्ययनले लाखौं मानिसको भोक मेटाउन मद्दत गर्न सक्छ। तपाईहरूको अनुसन्धानले किसानको उत्पादन बढाउन सक्छ। तपाईहरूको ज्ञानले देशलाई आत्मनिर्भर बनाउन सक्छ। साथीहरू, संसारमा डाक्टरले जीवन बचाउँछन्, इन्जिनियरले संरचना बनाउँछन्, शिक्षकले ज्ञान दिन्छन्, तर किसान र कृषि क्षेत्रले जीवन धान्ने आधार दिन्छ। किनकि खाना बिना कुनै पनि पेशा, कुनै पनि विकास र कुनै पनि सपना सम्भव हुँदैन। त्यसैले कृषि केवल एउटा पेशा होइन, यो सभ्यता हो। कृषि केवल खेती होइन, यो मानव अस्तित्वको आधार हो। कृषि केवल वर्तमान होइन, यो भविष्य हो। अन्त्यमा म एउटा सन्देश दिन चाहन्छु। जबसम्म मानिस पृथ्वीमा बाँचिरहन्छ, तबसम्म खानाको आवश्यकता रहिरहन्छ। जबसम्म खानाको आवश्यकता रहन्छ, तबसम्म कृषिको आवश्यकता रहिरहन्छ। त्यसैले कृषि क्षेत्रलाई सम्मान गरौँ, कृषि शिक्षालाई प्रोत्साहन गरौँ, किसानलाई सम्मान गरौँ र युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गरौँ। किनकि कृषि बलियो भयो भने मात्र देश बलियो हुन्छ। किसान समृद्ध भए मात्र राष्ट्र समृद्ध हुन्छ। साथीहरू, आजको यो भिडियो समाप्त गर्नु अघि म तपाईलाई एउटा सत्य कुरा सम्झाउन चाहन्छु। जब मानिस भोकाएको हुन्छ नि, तब उसलाई न ठुलो भवन चाहिन्छ, न महँगो गाडी, न आधुनिक मोबाइल। उसलाई चाहिन्छ केवल एक छाक खाना। त्यसैले याद राखौँ, संसारको सबैभन्दा ठुलो शक्ति पैसा होइन, प्रविधि होइन, राजनीति पनि होइन, खाना हो। र त्यो खाना उत्पादन गर्ने आधार कृषि हो। यदि आज हामीले कृषि र किसानलाई व्यवस्था गर्यौँ भने भोलि आउने पुस्ताले यसको ठुलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। खेत बाँझो भए, किसान निराश भए, कृषि पढ्ने युवा हराए भने केवल खेत बाँझो भए, किसान निराश भए, कृषि पढ्ने युवा हराए भने केवल एउटा पेशा हराउने छैन, हाम्रो भविष्य नै कमजोर बन्न सक्छ। म विश्वास गर्छु, कृषि केवल माटोमा बिउ रोप्ने काम होइन, कृषि भनेको भविष्य रोप्ने काम हो। आज खेतमा रोपिएको एउटा बिउले भोलि लाखौं मानिसको भोक मेटाउँछ। त्यसैले कृषि बचाउनु भनेको मानवता बचाउनु हो। अब म तपाईलाई एउटा प्रश्न छोडेर जान चाहन्छु। के तपाईलाई लाग्छ नेपालको भविष्य सुरक्षित बनाउन कृषि क्षेत्रलाई अझ बढी प्राथमिकता दिनुपर्छ? तपाईको विचार कमेन्टमा अवश्य लेख्नुहोला। तपाईको एउटा विचारले अर्को व्यक्तिको सोच परिवर्तन गर्न सक्छ। र यदि तपाईँ कृषि, शिक्षा र नेपालको भविष्यसँग सम्बन्धित यस्ता सत्य र महत्त्वपूर्ण विषयहरूमा भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गरेर जोडिन नभुल्नुहोला। आजको लागि यति नै। जबसम्म मानिस बाँचिरहन्छ, तबसम्म कृषिको आवश्यकता कहिले समाप्त हुँदैन। आजको लागि यति नै। भोलि फेरि नयाँ भिडियोमा भेटौँला। तबसम्मको लागि बिदा दिनुहोला। धन्यवाद।